चरीकोटमा सञ्चालित पशुपति चौलागाई स्मृति अस्पतालले आफ्नो तेस्रो वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। यस अवसरमा विभिन्न खेलकुद तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू आयोजना गरिएको थियो। पानीमा हाल्न भएन, धेरै चिसोबाट भित्र जोगिनु पर्यो, कान पुग्ने समस्या भयो, कानबाट पिप आयो, कानबाट पानी आयो भने चाहिँ हस्पिटल जानु पर्यो है। कान सफा राख्नु सबैलाई आयो। खेलकुदलाई प्रोत्साहन गर्न फुटसल प्रतियोगिता आयोजना गरिएको थियो, जसमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैगरी भीमेश्वर कबड हल चरीकोटमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो, जसमा महिला स्वास्थ्यकर्मी खेलाडीहरूको सहभागिता रहेको थियो।
गौरीशङ्कर बहुमुखी क्याम्पसको प्राङ्गणमा टेबल टेनिस प्रतियोगिता आयोजना गरिएको थियो, जसमा महिला र पुरुष दुवै स्वास्थ्यकर्मी खेलाडीहरूले सहभागिता जनाएका थिए। आज चाहिँ हामी 9 गते बिहान टेबल टेनिस प्रतियोगिता आयोजना गर्दैछौँ। यो टेबल टेनिस प्रतियोगितामा सिङ्गल, त्यसपछि सिङ्गल, डबल आयोजना हुँदैछ। यो वार्षिक एकदम मूल्य छोटबडीमा कार्यक्रम सञ्चालन गर्दैछौँ। यसको लागि चाहिँ हामीले यो वार्षिकोत्सव समारोहमा सञ्चालन गर्ने गतिविधिहरूका बारेमा स्वागत मन्तव्य राखिदिनु हुनको लागि चाहिँ अस्पतालका मेसो डाक्टर लक्ष्मण गर्दछ। यो वार्षिकोत्सव मनाउने परिप्रेक्ष्यमा हामीले चाहिँ वार्षिकोत्सवमा विभिन्न इभेन्टहरू राखेका छौँ। मनोरञ्जनात्मक कार्यक्रमहरू, त्यस्तै गरी स्वास्थ्य परीक्षणका कार्यक्रमहरू, कर्मचारीबाट ब्लड डोनेसनका कार्यक्रमहरू राखेका छौँ। र यो कार्यक्रमहरूको उद्घाटन अथवा यो वार्षिकोत्सव समारोहलाई भव्य र सभ्य रूपमा मनाउने हेतुले आज चाहिँ हामीले यो पहिलो इभेन्ट टेबल टेनिस गेम राखेका छौँ। र यो गेममा पाल्नु हुने सम्पूर्ण यस कार्यक्रममा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष, त्यस्तै गरी गेस्टको रूपमा पाल्नु हुने यस यो हाम्रो गौरीशङ्कर बहुमुखी क्याम्पसका प्रधान अध्यापक सर, त्यस्तै गरी हाम्रो चाहिँ गेमभरि रहिरहनु हुने शङ्कर सर लगायत यस कार्यक्रममा उपस्थित हुनुभएका पशुचौकी स्मृति अस्पतालका कन्सल्टेन्ट डाक्टर साहबहरू, त्यस्तै गरी अन्य डाक्टर साहबहरू लगायत विभिन्न विभागका विभागीय प्रमुखज्यूहरू लगायत अन्य सम्पूर्ण प्यारा कर्मचारीहरू सबैलाई म स्वागत गर्न चाहन्छु। र विशेष गरी हामीले चाहिँ यो वार्षिक उत्सव मनाउने क्रममा हाम्रो यो वार्षिक उत्सव चाहिँ हामीले हाम्रो अस्पतालको नामाकरण भएको अथवा भनौँ न्वारण भएको 3 वर्ष भएको छ। र यसलाई चाहिँ विशेष गरी हामीले चाहिँ हर्षोत उल्लासका साथ मनाउने हामीले निर्णय गरेर हामीले चाहिँ मैले अगाडि नै भने जस्तै विभिन्न कार्यक्रमहरूको आयोजना गर्छौँ। यस्ता खाले कार्यक्रमहरूको आयोजनाले विशेष गरी हामी सबै कर्मचारीहरूमाझ एउटा चाहिँ यसले मनोरञ्जन मात्र नदिएर यसले चाहिँ आपसी भाइचारा, आपसी मेलमिलाप, एउटा चाहिँ इन्टरेक्सन पनि बढाउने, सबैलाई चाहिँ एउटा पोजिटिभ चाहिँ सोच्नको लागि बाध्य बनाउने खालका आयोजनाहरू अथवा खेलहरू अथवा विभिन्न कार्यक्रमहरू रहेका छन्। यसले अन्ततगर्दा हाम्रो चाहिँ जुन हामीले दिने सेवालाई नै यसले चाहिँ निखार्थ ल्याउँछ र सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक आयोजना हुन् अथवा सम्पन्न हुन् भन्ने म शुभेच्छा पनि प्रकट गर्न चाहन्छु। र सबैलाई स्वागत गर्दै म आफ्नो भन्ने चाहिँ स्वास्थ्य हाम्रो दैनिकी काम पनि हो, स्वास्थ्य पनि गरौँ, सँगसँगै हामीसँग नै अलिकति फरक काम पनि गरौँ भन्ने उद्देश्यको साथ हामीले चाहिँ स्पोर्ट्सलाई, एथलेटिकलाई अलिकति बढी जोड दिउँ। किनकि स्वास्थ्य त उहाँहरूको लागि हाम्रो लागि नियमित दैनिक रूपमा हामीले गर्ने पेसा पनि त्यही हो, काम पनि त्यही हो। दैनिक रूपमा हामीले गर्दा अलिकति त्यो मोनोटोन जस्तो फिल हुँदो रहेछ, बोर फिल हुँदो रहेछ। त्यो भएर हामीले चाहिँ अलिक फरक विधामा नै काम गरौँ भनेर हामीले यो वार्षिक उत्सवमा समय पाएर हामीले चाहिँ विभिन्न किसिमका चाहिँ यो टेबल जस्ता कार्यक्रमहरू गरेका छौँ। र यस्ता कार्यक्रमहरू चाहिँ अब वार्षिक उत्सव भन्दा बाहेक पनि हामीले नियमित रूपमा एक महिनामा 6 महिनामा गर्ने हामी योजनामा छौँ। यसले चाहिँ कम्तीमा डाक्टर साहबहरू जस्तो यसले भाइचारा, साथीत्व, भातृत्वको विकास पनि गर्छ। र यो चाहिँ एउटा इन्फर्मल रूपमा गर्दा अझ बढी चाहिँ यसले एक आपसमा चाहिँ सम्बन्ध गर्न, सहकार्य गर्न र इन्फर्मल रूपमा कति कुराहरू चाहिँ हामीले व्यवस्थापनको साइडबाट गर्नुपर्ने जुन फर्मल्ली भन्दा नि इन्फर्मल्ली पनि हामीले कति कुराहरू चाहिँ त्यसबाट नै हामीले चाहिँ रिजल्टको रूपमा चाहिँ पनि ल्याउन सक्नुको लागि सहज हुँदो रहेछ। त्यही भएर आज हामीले यो कार्यक्रम चाहिँ वार्षिक उत्सवको सङ्घारमा यो गरेका छौँ। र यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि हुने कुरा जानकारी गराउँदै सम्पूर्ण आयोजक टिम लगायतलाई धन्यवाद दिँदै म यही बिदा हुन्छु।
वार्षिक उत्सवकै अवसरमा अस्पतालले गौरीशङ्कर बालगृहमा रहेका 18 जना बालबालिकाको स्वास्थ्य परीक्षण गरेको थियो, जसमा कान, आँखा, तौल, दाँत परीक्षण गरेका थिए। चिकित्सक र स्वास्थ्यकर्मीहरूले बिरामी जाँच गरेका थिए। स्वास्थ्य परीक्षण शिविर मार्फत बालबालिकाहरूलाई निशुल्क स्वास्थ्य परामर्श र दाँत सम्बन्धी सेवा प्रदान गरिएको थियो। सबैको चेक गरेको छु। कसैको चाहिँ दाँतमा किराहरू लाग्छ कि है, प्रायःको चाहिँ दाँत गर्ने तरिकाहरू सबै, दाँत ब्रस गर्ने तरिकाहरू सबै मिलाएको छ। कसैको चाहिँ मिलेको छैन भने चाहिँ नि मैले उहाँले चाहिँ ध्यान दिँदै हेर्नु होला है। त दाँत ब्रस गर्ने तरिका म सिकाउन गइरहेको छु है। सुरुमा चाहिँ ब्रस दिन्छौँ हामीले है। त्यो ब्रसमा चाहिँ मञ्जन हाल्छन्। मञ्जन पनि धेरै चाहिँ हाल्नु हुँदैन। मकैको दाना देख्नु भएको छ नि है सबैले, मकैको दाना जति मात्र दिने मञ्जन, त्यसपछि त्यो ब्रसमा हाल्ने है। त्यो ब्रसमा हालेर चारैतिर पहिला मञ्जन लगाउने है। चारैतिर मञ्जन लगाएर चाहिँ तपाईँले के गर्नु पर्यो भनेदेखि त्यो दाँत ब्रस हुन्छ है, ब्रस र दाँत र गिजाको बिचमा भनेको तपाईँले यो भागमा हुन्छ हेर्नु त, दाँत र गिजाको बिचमा यो भाग पर्छ, देख्नु भएको तपाईँले। अनि त्यसपछि यो भागमा चाहिँ तपाईँले सिधा लानु भएन, यसरी सिधा लानु भएन है, अलिकति छड्के गर्ने। त्यसपछि राख्ने यो दाँत र गिजाको बिचमा, गिजा चाहिँ टार्गेट हुन पर्यो आफ्नो। अनि गिजामा हल्का धेरै बल नलगाइकन हल्का रोटेट गर्ने, हल्का सर्कुलर मोसनमा भनेको चाहिँ घुमाएर है, हल्का घुमाएर फोल्डर सबै तलतिर फ्याँक्नु पर्यो है, बुझ्नुभयो। फोल्डर सबै तलतिर फ्याँक्नु पर्यो, माथि फ्याँक्न भएन, बुझ्नुभयो नि। त्यसपछि अर्को भनेको त्यो भनेको यो साइडको भयो, साइडको दाँतलाई त्यो तरिका भयो है। अर्को भनेको धेरैकोमा चाहिँ त्यो भित्रपट्टि भनेको जिब्रोको अगाडिपट्टि भित्रपट्टि भागमा चाहिँ ब्रस गर्न पुगेको छैन, बुझ्नुभयो नि। त्यो ठाउँमा चाहिँ तपाईँले अब ब्रस लानुहुन्छ, सिधा राख्नुहुन्छ, अलिअलि मसाज दिनुहुन्छ कि गिजा र दाँतको बिचमै हो, अलिअलि मसाज दिनुहुन्छ, राउन्ड गर्ने हो। त्यसपछि माथि फ्याँक्ने हो है, त घुमाएर माथि फ्याँक्नु पर्यो। तपाईँले मुनिको दाँतबाट माथि फर्काउनु पर्यो, माथिको दाँतबाट तलपट्टि फर्काउनु पर्यो, बुझ्नुभयो। त्यसपछि अर्को भनेको चाहिँ मासुपट्टिको भित्रपट्टिको भाग है, भित्रपट्टिको भागमा पनि त्यही हो, सिधा लानु भएन ब्रस है, एकदमै सिधा लगेर यस्तरी बेस्तरी घोच्ने होइन, लाने हल्का प्रेसर मात्र, हल्का बल लगाएर मात्रै फोर्स बाहिर तान्ने है, तलपट्टि तान्नु पर्यो ब्रस, बुझ्नुभयो नि। ब्रस पनि निस्किन्छ। त्यसपछि कुनै दाँतकै लागि बनेको तेल चाहिँ युज गर्यो भने चाहिँ त्यो ठाउँमा राम्रो काम गर्छ कि, बुझ्नुभयो नि, फोहोरसम्म दिँदैन।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले वार्षिक उत्सवको अवसरमा रक्तदान गरेका थिए। जिल्लामा रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जसमा 18 जना स्वयंसेवी रक्तदाताहरू सहभागी भएका थिए। कम्प्लिट भएपछि चाहिँ हाम्रो 2072 सालमा चाहिँ प्रस्तावित अस्पताल भनेर चाहिँ हाम्रो दात्री संस्थाको सहयोगबाट निःशुल्क सेवा दिने गरी केही समय अथवा भनौँ MSF बेल्जियम, त्यस्तै गरी नेपालको सहकारीमा केही समय चले तापनि पछि चाहिँ त्यो साझेदारी भङ्ग भएर चाहिँ भेन्डेश्वर नगरपालिकाको स्वामित्वबाट सञ्चालन भएको अस्पताल पछि आएर चाहिँ 2078 सालमा चाहिँ प्रवेश अस्पतालको रूपमा स्थापित भएर मैले अगाडि नै भनेको चाहिँ यो चाहिँ नामाकरण भएको अवस्था छ र त्यही नामाकरण भएको अवस्था अथवा भनौँ एउटा परिप्रेक्ष्यमा चाहिँ हामीले वार्षिक उत्सव मनाउने जमर्को गरे समय चाहिँ तेस्रो वार्षिक उत्सव कार्यक्रम सञ्चालित अथवा भनौँ विभिन्न कार्यक्रमहरू गरेर सञ्चालन गरेका छौँ यो वर्ष। विशेष गरी हामीले चाहिँ यहाँ ब्यानरहरूमा देखाए जस्तै गरी हामीले चाहिँ निर्णायक रूपमा विशेष गरी यो हाम्रो चाहिँ विभिन्न एक्स्ट्रा करिकुलर एक्टिभिटी अथवा भनौँ आफ्नो प्रोग्रेस विभिन्न कार्यक्रमहरू जस्तै खेलकुदका कार्यक्रमहरू हामीले चाहिँ विशेष गरी फुटसल आयोजना गऱ्यौँ। त्यसपछि हामीले ब्याडमिन्टन, त्यसपछि टेबल टेनिस आयोजना गरेर त्यसमा चाहिँ एउटा हर्षोल्लासका साथ हामीले चाहिँ यसलाई उत्सवको रूपमा पर्वको रूपमा हाम्रो एउटा चाडपर्व हामी सबैजना एकदम हर्षित भएका छौँ, चलायमान पनि भएका छौँ। हामीले चाहिँ यस पछाडि पनि हाम्रो प्रोग्रामहरू हुन्छ, त्यसैका लागि पनि हामीले कार्यक्रमहरू अब हामीले आयोजना गरेको टेबल टेनिस हामीले आयोजना गरेका कार्यक्रमहरूका विजेताहरूलाई हामीले मेडल यो अस्पतालले गरेको एउटा फरकपन होइन, अध्यक्ष नियुक्ति भइसकेपछि हामीले अस्पतालको त्यही चाहिँ कार्यको चाहिँ यही हलमा एउटा अन्तर्क्रिया गर्दा हामीले के अस्पतालका कुराहरूका विषयमा आलोचना पनि गरेका थियौँ। त्यो विषयमा अहिले केही अस्पतालका चाहिँ यस्ता कार्यक्रमहरू लगायत अस्पताल आन्तरिक तथा बाहिर विभिन्न कुरामा केही सुधार भएको पनि हामीले पाएका छौँ। हामी नेपाल पत्रकार महासङ्घको तर्फबाट जुन यो चाहिँ वार्षिक उत्सव समारोहमा शुभकामना दिँदै गर्दाखेरि विगतमा भएका र हिजो हामीले चाहिँ विभिन्न यहाँका समस्याहरू, विभिन्न यहाँका चाहिँ गुनासाहरूलाई चाहिँ हामीले चाहिँ त्यसलाई आलोचनात्मक रूपमा हेर्दै गर्दा केही फरक रूपमा अस्पतालको प्रशासन र यहाँको चाहिँ स्वास्थ्य कर्मीहरूले केही फरक गरेको पनि हामीले अनुभूति गरेका छौँ। वार्षिक उत्सवको अन्तिम दिन विशेष कार्यक्रमको आयोजना गरिएको थियो। प्रमुख अतिथि लगायतले अस्पतालको योगदानको चर्चा गर्दै भावी योजनाबारे जानकारी गराएका थिए। समापन समारोहलाई सम्बोधन गर्दै गरेका प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य भरतबहादुर केसी सहित अन्य आमन्त्रित अतिथिहरू सहभागी रहेका थिए। र खास गरेर यो चाहिँ हामीले यो तेस्रो वार्षिक उत्सव मनाइरहँदाखेरि योभन्दा अगाडि यसरी मनाइएन थाहा भएन र यो पहिलोचोटि वार्षिक उत्सवमा सहभागी हुन पाएको छु र केही कार्यक्रमहरूमा सुधार गरेर जाँदा यसलाई अझ परिष्कृत गरेर जान सकिन्छ। हुन त अध्यक्षज्यूको भर्खर 2-3 महिना मात्रै भयो, त्यसो भएको हुनाले पनि अलिकति केही व्यवस्थापनमा कमी कमजोरी भयो होला। तर के छ भन्दाखेरि यो राम्रो सुरुवात चाहिँ यो सम्पन्नताको लक्षण हो भन्ने पनि गरिन्छ। त्यसो भएको हुनाले हामीले त्यही रूपबाट अगाडि जाउँ भन्ने मलाई लाग्छ। र चाहिँ यही सन्दर्भमा हाम्रो चाहिँ नर्सिङ अफिसरले जुन कविता प्रस्तुत गर्नुभयो त्यसले चाहिँ वास्तवमै त्यो मार्मिक पनि छ र त्यसले चाहिँ अलिकति यो
कोभिडको बेलाको झझलको दिलायो मलाई चाहिँ। अब यो सदरमुकामको मेयर अनि यो प्रमुख जिल्ला अधिकारी लगायतको टिमसँग सदैव खटिनुपर्ने र लाग्छ हामीलाई त्यो बेलामा चाहिँ यो कोरोना भनेको चाहिँ यो उहिले भन्ने कोर भन्दा नि खत्तम, त्यो चाहिँ कसै छिछि र दुर मात्रै गर्ने र हामी फेरि यो चाहिँ मेडिकल्ली पनि हामीलाई ज्ञान नभएको कारणले हामी कति चाहिँ उपबुजुर्ग भएछौँ भन्दाखेरि चाहिँ त्यो 35 रुपियाँमा आउने N95 मास्क 900 तिरेपछि त्यो N95 मास्क लगाएपछि त त्यो चाहिँ यो सञ्जीवनी बुटी नै हो भन्ने जस्तो हामीलाई फिल पनि भयो। मेडिकल्ली अब हामीलाई त्यो चाहिँ थाहा नभएको कारणले हामी त्यो पनि गऱ्यौँ। अब पिपिईको त अब कुरै नगरौँ। अब यो हामीले चाहिँ अब त्यो जेनरल खालको मास्क पनि नपाएर हामीले भीमेश्वर नगरपालिकाले कम्तीमा नागरिकहरूलाई चाहिँ त्यो कपडाकै सिलाएर यहाँको टेलरहरूसँग समन्वय गरेर कपडा सिलाएर साबुन र मास्क बाँडिदिने त्यो काम पनि गरेका थियौँ। र त्यसपछि अर्को कुरा के हो भनेदेखि यो पिपिईको कुरा पनि त्यत्तिकै गाह्रो भयो। त्यो थर्मल गन त त्यो यस्तो भयो कि त्यो थर्मल गन भएपछि चाहिँ यो चाहिँ मेडिकल टिम पनि आफूलाई सुरक्षित महसुस गर्ने आखिर केही पनि होइन रहेछ नि त। थर्मल गन खोजेर हामीले पठायौँ 3500-2500मा पाउने चिज चाहिँ 22,000 भन्दाखेरि पनि पाइएन। कोभिडको बेला 22,000 तिरेर ल्याउनु भनेर लाग्दै थियौँ। त्यसलाई त्यो दिने मान्छे पछ्याउँदै थियो, त्यो अग्रवाल कि के हो, त्यसलाई पछ्याउँदै 3 ठाउँमा जाँदा पक्राउ खायो। त्यो यो खालको स्थिति हो। अब यहाँको कुरा गर्नुहुन्छ भनेदेखि यहाँ त्यो बेलाको टिम धेरै हुनुहुन्छ। पहिलो कोभिडको बिरामी चाहिँ यहाँ ल्याइयो। त्यो बेलामा अस्पताल पनि नगर प्रमुखको हैसियतले मैले हेर्नु पर्यो। अब कहाँ राख्ने, आइसोलेसन वार्ड पनि छैन, केही पनि छैन, के गर्ने। यहाँ चाहिँ अचम्मै भयो। अहिले चाहिँ त्यो भएको के अरे हाम्रो मातृ शिशुको राख्ने यो तल त्यहाँ लगेर राखियो। अब हाम्रो चाहिँ मेडिकल टिम पनि त्यहाँ चाहिँ केही कुराहरू दिन जान डराउने। मैले तातो पानी तताउने किटली लगायतको चिज मैले ल्याएर त्यहाँ दिनु पर्यो। अब यहाँ डराएर पनि काम थिएन। अब यहाँ चाहिँ त्यो बेलामा अब हामी नै डरायो भने अरूले काम गर्ने कुरा पनि भएन। त्यो बेलामा चाहिँ डाक्टर विनोद उहाँले पनि हिम्मत गर्नुभयो र वास्तवमा भन्यो भनेदेखि काठमाडौँको भन्दा राम्रो चाहिँ केयर हामीले ल्याइदियौँ। हामीले चाहिँ अलिकति प्रोटोकल पनि मिच्यौँ त्यो बेलामा। किन भन्दाखेरि चाहिँ त्यो पेसेन्टसँग अरू राख्नु हुँदैन थियो। हामीले चाहिँ एउटा पेसेन्ट एउटा गार्जेनको त्यो अवधारणा राखेर ती उसलाई पनि त्यो चाहिँ प्रोटोकल अनुसारै सुरक्षा मापदण्ड पुर्याएर ऊ सँगसँगै केयर गर्न राखिदिएको कारणले गर्दाखेरि राम्रो ट्रिटमेन्ट पनि गरेर पठायौँ। र वास्तवमा त्यो बेलामा यो चाहिँ चरीकोट अस्पतालले एउटा रेपुटेसन बनाएर त्यो बेलामा चरीकोट अस्पतालै थियो, पछि पशुपति मेमोरियल भयो। त्यो स्थिति रहेर त्यो बेलामा चाहिँ अझ महत्त्वपूर्ण र अझ रमाइलो कुरा त के हो भन्दाखेरि तपाईँको अब त्यो भूकम्पको कारणले उता रुकुम रोल्पातिरबाट मान्छे आएछन्। अब यो लकडाउन कतिसम्म हुने हो, टुङ्गो छैन, के छैन, मान्छे टेरर छ, पठाउनलाई यहाँ आएर रुन्छन् त त्यो पास बनाउन त्यत्तिकै गाह्रो छ। अझ त्यो बेलामा भीमकान्त सिडो साहब हुनुहुन्थ्यो, अलि यताउता गरेपछि ल यो त अति भयो पठाउनु पर्छ भन्दै अनि पछि म आफैले प्रशासनले नदिए पनि म आफैले चिट काट्दै त्यो चिठी लेख्दै पठाउँदै पनि गरियो। अब त्यसपछि त्यो लास व्यवस्थापनको लागि त्यस्तै टेन्सन, यो विभिन्न टेन्सन हुँदा कतिसम्म टेन्सन बिहोर्नु पर्यो भने राति फोन आउँछ 12 बजे। अब कहाँबाट बिचरा गाडीमा आएका हुन्छन्, अब बाटोमा त गाडी त कुदाउनु पर्यो, फोन गर्छ तपाईँ के हो मेयर साहब यहाँ गाडीले चाहिँ यहाँ सबै यहाँ गाडी हिँडिसक्यो रातारात भनेर भन्छ। अनि मैले कतिसम्म भन्यो भने अनि त्यो गाडीले कोरोना छर्दै हिँडेको छ भने त्यो त छैन, त्यसो भए चुप लागेर बस्नु, ऊ चाहिँ घर पुग्नु पर्दैन, तपाईँ घर बसेपछि ऊ चाहिँ आफ्नो घर आउनु पर्दैन भनेर गाली पनि गर्नु पर्यो। यो कार्यक्रमलाई अगाडि बढाएको खुसी पनि लागेको छ। यसको साथसाथै अध्यक्षज्यूको आगमन पछाडि पहिलो कार्यक्रम भएर हुनसक्छ। अलिकति व्यवस्थित तरिकाले कार्यक्रमलाई लैजान नसकेको जस्तो मलाई लागिरहेको छ। हुन त भोलिका दिनहरूमा यसलाई सुधार गरेर जाने नै छ भन्ने मैले विश्वास लिएको छु। वार्षिक उत्सव भइसकेपछि हामीले 1 वर्षभरिमा के कार्यहरू गरियौँ त्यो कार्यक्रमको बारेमा आम नागरिक लगायत सरकारवाला व्यक्तिसहितको अलिक ठुलो बृहत कार्यक्रम गरेर मनाउनु पर्ने थियो, जसले गर्दाखेरि हामीले के सेवाहरू दिइरहेका छौँ, हाम्रो अवस्था के रहेको छ, अबका दिनमा हामीले सुधार गर्न के गर्नुपर्दछ र त्यसका लागि
सम्बन्धित निकाय अथवा सरकारवालाहरूसँग के हामीले अपेक्षा गरेका थियौँ भन्ने जस्ता सम्पूर्ण कुराहरू हुनुपर्ने थियो। तर ठिकै छ, पछिका दिनहरूमा यसलाई संशोधन हुँदै जानेछ, यसले व्यापकता पाउनेछ भन्ने मैले विश्वास पनि लिएको छु। अघिको कविता मलाई असाध्यै मार्मिक लाग्यो। नर्सिङ स्टाफहरूले गर्नुपर्ने आफ्नो दायित्व त्यही नै हो, तर त्यो दायित्वबाट विमुख भएर व्यवहारमा शब्दबाट पनि बिरामीहरूमाथि केही प्रहारहरू गरेको पनि हामीले सुनेका छौँ, झर्को फर्को गरेको पनि हामीले सुनेका छौँ। तर त्यही अनुसार उहाँले जसरी आफूलाई त्यसमा म अध्यक्षता छु भनेर भन्नुभएको छ, त्यस्तै गरी सम्पूर्ण हामी स्वास्थ्यकर्मी साथीहरू अवश्य पनि हाम्रो अस्पतालमा आएका सेवा लिन आएका व्यक्तिहरू जसले एउटा सन्तुष्टि लिएर जान्छन् र यहाँहरूलाई उहाँले भन्ने जस्तै आशीर्वाद पनि दिएर जान्छ। त्यो अवस्था हामीले सिर्जना गर्नुपर्दछ। तपाईहरु एउटा युवा प्रौद्योगिकी जो मेडिकल सेक्टरबाट यहाँ हुनुहुन्छ, टेक्निकल पर्सनहरू, हामी स्थानीय सरकारका प्रतिनिधिहरू छौँ, सरकारवाला निकायहरू छौँ। यो सबैको उद्देश्य एउटै हो कि जनताको सेवा गर्नु। हामीले विविध पक्षबाट सेवा गर्नु पर्ला, तपाईहरुले एउटा पक्षबाट एउटा सेक्टरबाट सेवा गर्ने तपाईको उद्देश्य छ। त्यसैले त्यो सेवालाई, एउटा सेक्टरबाट दिने सेवालाई सबैले एउटा सकारात्मक सूचना पाउने हिसाबले, सकारात्मक सन्देश जाने हिसाबले तत्काल यहाँ चाहिँ यहाँको यो युवाहरूको एउटा टेक्निकल टिमले यति धेरै राम्रो काम गरेको छ। हामी सेवा लिन रामेछाप होइन, सिन्धुपाल्चोक होइन, काभ्रे प्लान्चोक होइन, दोलखाको पशुपति स्मृति अस्पताल जानुपर्छ भन्ने सन्देश प्रवाह गर्न सकोस्, म यही शुभकामना दिन चाहन्छु। र तपाईँलाई यो सेवालाई प्रभावकारी बनाउनका लागि, यो सेवालाई विस्तार गर्नका लागि चाहिँ एउटा स्थानीय सरकारको जिम्मेवारीमा रहिरहँदा व्यक्तिगत हिसाबले र संस्थागत हिसाबले गर्नुपर्ने सहयोग दिने र सहयोग गर्ने प्रतिबद्धताका साथ यो पहिलो वार्षिक उत्सव कार्यक्रम असाध्यै भव्यताका साथ सम्पन्न हुँदैछ। तपाईँहरूले तेस्रो सम्पन्न हुँदैछ। यो यसरी म्यानेज गर्नुहुने सम्पूर्ण अध्यक्ष लगायतको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद मात्रै यो कार्यक्रममा सुरुवात गरेका हौँ र यसलाई आगामी वर्षहरूमा हामीले अलिकति भव्यताका साथ लानको लागि यो एउटा कोसे ढुङ्गा सङ्गीत अथवा सुरातीको दिन पनि हुन जान्छ। र मैले यसको बारेमा धेरै भन्नु पनि छैन। यो पशुपति 14 स्मृति अस्पताल चाहिँ हाम्रो यसको इतिहास अहिले उहाँ डाक्टर साहबले भनिसक्नु भएको छ र हामी सबै यसका स्टाफहरू भएको नाताले पनि हामी यसको बारेमा धेरै कुराहरूमा विज्ञ छौँ। प्रमुख अतिथिज्यूले भने जस्तो यो हाम्रो जिल्लाको सबै हिसाबले हामी एकदम परिपक्व छौँ। यसको स्ट्रक्चर हेर्ने हो भने, यहाँको मेन पावर हेर्ने हो भने, यहाँको कन्सल्टेन्ट हेर्ने हो भने, अथवा यहाँको प्यारामेडिक्स हेर्ने हो भने, अथवा सबै हिसाबले हामी एकदम परिपक्व छौँ। यति हुँदाहुँदै पनि कहिलेकाहीँ हामी सेवा दिने क्रममा चाहिँ हामी कता कता के भयो यस्तो छौँ र हामीले विभिन्न इन्चार्जको मिटिङबाट, आन्तरिक प्रशासनको मिटिङबाट, हाम्रो सामूहिक अन्तर्क्रिया अथवा छलफलको माध्यमबाट हामीले अहिले नगरे कहिले गर्ने, यहाँ नगरे कहाँ गर्ने, दोलखा जिल्लाको केसमा एउटा रिफरल सेन्टर पनि भएको हिसाबले हाम्रो दोलखा जिल्लालाई मात्रै एउटा टेरिटोरी मान्ने हो भने यहाँ नभए कहाँ हुने? त्यसो भए यहाँ नभए न जिरीमा हुन्छ, न सिङ्गटी हुन्छ, न मेलो हुन्छ, न सैलो हुन्छ। यो चाहिँ हामीले जिल्लालाई हेऱ्यो भने चाहिँ यहाँ नभए कहाँ हुने भन्ने उद्देश्यका साथ हामीले केही कुराहरूमा चेन्ज गर्ने जमत पनि गरेका छौँ र हाम्रो आज भोलि सबै टिमको भोलि एउटै पनि छ। हामीले गर्छौँ, हामी गरेर देखाउँछौँ भन्ने हामी त्यो एउटा कमिटमेन्टका साथ हामी यो टिम आज अगाडि बढिरहेको छ। हुन त भर्खरै हामीले 2-3 महिनादेखि चाहिँ हामीले यसमा लामो गृह कार्य गऱ्यौँ। हामीले आज नै प्लानिङ गरिरहेका छौँ, मिटिङहरू बसिरहेका छौँ, एक अर्कामा छलफल गरिरहेका छौँ, पब्लिकको भोइसहरू लिइरहेका छौँ र हामीले सल्लाह सुझावहरूलाई एकदम मनबाट वेलकम गरिरहेका छौँ। र यसै सल्लाह सुझावलाई टेकेर हामीले यो संस्था चाहिँ विशेष गरी यो समाजकै लागि स्थापना भएको हो। समाजबाट समाजकै लागि स्थापना भएको हुनाले विशेष गरी अलिकति डाक्टर साहबहरूले पनि के कुरा बुझ्नु पर्यो भने आन्तरिक मिटिङ हो यो, त्यसरी बुझ्नुहोस्। यो जुन तपाईँहरूसँग यो विज्ञता छ, तपाईँहरूसँग जुन एउटा एकाडेमिक नलेज छ, जुन तपाईँहरूसँग मेडिकल नलेज छ, त्यो नलेज हामी एउटा सामान्य व्यक्तिमा छैन। हेर्नुहोस्, सामान्य व्यक्तिले यो किसिमको सेवा दिन पनि सक्दैन।
त्यो न सेवा म दिन सक्छु न त्यो सेवा सिडो साहबले दिन सक्नुहुन्छ। यो तपाईँहरू स्वयं आफैले दिने किसिमको सेवा हो। जति बेलासम्म तपाईँहरू लाग्नुहुन्न गर्नुहुन्न त्यति बेलासम्म सधैँभरि यो पब्लिकबाट कमेन्टहरू भोइसहरू यो गुनासोहरू आइ नै रहन्छ। एउटा निरन्तर प्रक्रिया हो। तर हामीले चाहिँ यिनै सल्लाह सुझावलाई टेकेर र तपाईँहरू अलिक फरक किसिमको विज्ञता भएको व्यक्ति फरक किसिमको क्षमता भएको व्यक्ति त्यो भएको हिसाबले पनि तपाईँहरूबाट अलिक बढी कुराहरूको अपेक्षा गर्नु एउटा जनताले स्वाभाविक पनि हो वास्तवमा। किनकि सबै मान्छेले यो किसिमको सेवा दिन सक्दैन। नम्बर 1 नम्बर 2 कुन ठाउँबाट यहाँ आउनुभएको हुन्छ उहाँलाई हतार पनि हुन्छ। जिल्लावासीको फाइनेन्सियल अवस्था अलिकति हाम्रो ड्रब्याकै छ, अलिकति हामी कमजोरीमै छौँ, हामी कृषि पेसामा छौँ अहिले पनि। र सामान्य जीविकोपार्जनमै आज हामी जिल्लावासीका जनताहरू रुमलेको छ। त्यस्तो व्यक्तिहरू यहाँ आएर चाहिँ उपचारको लागि यहाँ आउनुहुन्छ र कहिलेकाहीँ प्रगति भयो जस्तो कता कता हामी स्किप छौँ, कता कता हामी ग्याप छौँ, कता कता हामी सर्भिसमा चाहिँ त्यो छैनौँ। तर त्यो कुराहरूलाई पनि हामीले फेरि वेलकम गर्दै आगामी दिनहरूमा हामी करेक्सन गर्नका लागि हामी सम्पूर्ण टिमबाट म एकदम कमिटमेन्ट पनि व्यक्त गर्दछु। त्यसै गरी अहिले भने जस्तो फेरि एउटा जनतामा के रहेछ भने जे बिरामी भएर आए पनि उपचार हुनै पर्ने भन्ने पनि रहेछ। यो अशिक्षाको कमी भन्ने कि एउटा आश भन्ने कि अपेक्षा भन्ने कि अथवा त्यो ठाउँमा नभएपछि यहाँ सबै कुरा हुन्छ भनेको अब यहाँ कार्डियोको पनि यही हुनुपर्छ र भनौँ एउटा डर्मेटोलोजिस्ट पनि यही हुनुपर्छ, तुरुन्त चाहिँ जे भए पनि यही हुनैपर्छ, आगोले पोले पनि यही हुनैपर्छ, क्यान्सर भए पनि यही हुनैपर्छ भन्ने पनि रहेछ। यी कुराहरू चाहिँ हामीले जनताहरूमा बिस्तारै लान्छौँ। हाम्रो ठाउँबाट केही कुराहरूको चाहिँ सेवा विस्तार भएको छ। अलिकति हाम्रो प्रमोसनमा नि कमी छ। अलि हामी मिडिया पनि जान सकिरहेको छैन किनकि आएपछि खासै देखिने गरी सिन हिसाबले नयाँ कुराहरू नयाँ सेवाहरू विस्तार गर्न सकेको पनि छैन। भित्र माइक्रो म्यानेजमेन्ट अथवा हाम्रो अलिकति म्यानेजमेन्टमा भइरहेछ। जुन हिजो ओपिडीमा ग्याप थियो, ल्याबमा ग्याप थियो, इमर्जेन्सीमा ग्याप थियो, यी कुराहरू हामीले म्यानेजमेन्ट गरिरहेछौँ। यी कुराहरू बिस्तारै ग्रेजुअली अथवा क्रमसँग चेन्ज भएर व्यवस्थापन हुने कुरा रहेछ र यही कुरालाई के नै गऱ्यौँ भनेर हामी मिडियामा जाने कुरो पनि रहेन र हामीले तुरुन्त चैतको पहिलो हप्तासम्म चाहिँ यही बिल्डिङमा चाहिँ एउटा इआरलाई सारौँ, इआरलाई सिफ्ट गरौँ। सँगसँगै हामीले चाहिँ त्यो डायलासिस सेवा पनि सुरु गरौँ। त्यही बेला अलिकति भव्य कार्यक्रम पनि गरौँ, अनि मिडियामा पनि प्रचार गरौँ र हाम्रो त्यो डायलासिसभन्दा बाहेक हाम्रो ठाउँबाट कति सेवाहरू हुन्छ त्यसलाई अलिकति प्रमोसन पनि गरौँ भनेर हामीले आज यो कार्यक्रम अलिकति सङ्ग्रह पनि हो। त्यो कुरा पनि म जानकारी गराउन चाहन्छु। यसरी पशुपति चौलागाई स्मृति अस्पतालले आफ्नो 3 वर्ष पुरा गर्दै समुदायलाई स्वास्थ्य सेवा मात्र होइन खेलकुद र सामाजिक गतिविधिमा पनि जोड्दै आएको छ। आगामी दिनमा अझ प्रभावकारी सेवाका साथ अघि बढ्ने प्रतिबद्धता अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र व्यवस्थापन समितिले जनाएका थिए।